आजभोलि एक खालको टिकटकमा मैले भिडियोहरू देखिरहेको छु र एकदमै मार्केटमा व्यापक रूपमा हल्ला छ होइन। अनि टिकटकमा पनि म एकदमै धेरै देखिरहेको छु जुन यो एक खालको भिटामिन ई भिटामिन सी क्याप्सुल खाँदाखेरि चाहिँ लेडिजलाई र वुमेनलाई स्किन राम्रो हुनुपर्ने हुन्छ अरे र हेयर राम्रो हुनुपर्छ अरे भन्ने कुरा जो मैले देखिरहेको छु त्यसैको विषयमा केही भन्न चाहन्छु। सरी प्लिज तपाईहरु आफ्नो भ्युज मिलियन पुर्याउनको लागि र फलोवर्स बढाउनको लागि चाहिँ यस्तो खालको काम चाहिँ नगर्दिनुस् है। यस्तो खालको कन्टेन्ट चाहिँ तपाईहरुले नबनाइदिनुस्। यो हेल्थ सम्बन्धी हो, तपाईले यस्तो खालको अनहेल्दी काम चाहिँ नगर्दिनुस् है। किन भन्दाखेरि फिस ओइल भिटामिन ई भिटामिन सी भनेको तपाईहरुले डाक्टरसँग देखाएर चेक गराएर मात्रै खानुस् तपाईको शरीरमा कस्तो खालको भिटामिन युज हुन्छ भनेर। तपाईहरु जेटपेटी पनि टिकटकमा भ्युज पाउनको लागि गरिदिराख्नु भएको छ, त्यस्तो खालको काम चाहिँ नगर्दिनुस् है। सधैँ घरको रेगुलर हेल्दी खाना खाँदा त हामी जिम वर्कआउट र योगा गर्नुपर्ने हुन्छ त्यो पचाउनको लागि भन्दाखेरि तपाईको यस्ता खालका क्याप्सुलले यस्ता खालका भिटामिन ई सी र फिस ओइलले को जुन तपाईले भ्रम फैलाइराख्नु भएको छ यसले चाहिँ के गर्ला मान्छेको शरीरमा रेगुलर यो युज गरिराख्दाखेरि चाहिँ। त्यही कारणले गर्दा नखानुस् होइन खानुस्, तर तपाईको शरीरमा कस्तो खालको भिटामिन चाहिन्छ भन्ने तपाईहरुले पहिले देखाउनुस् डाक्टरलाई अनि मात्रै खानुस्। होइन भने यस्तो खालको कन्टेन्ट तपाईहरुले नबनाइदिनुस् र यस्तो खालको मिलियन र फलोवर्स पाउनको लागि चाहिँ कसैको हेल्थसँग नखेल्दिनुस् है।